Hello guys, I'm back again. साथीहरू आज म आफ्नो अ, भाउजू अनि नानी बधै बधैनीहरूसँग चाहिँ रमाइलो गरी खाना खाएको भिडियो लिएर आएको छु कि दाल भात अचार मुलाको अचार अनि रेसिपीहरू कति दामी दामी छ यो सब चाहिँ बाबु हाम्रो प्यारो भाउजूले बनाउनु भएको हो नानी र म चाहिँ खाना लाग्यो भाउजूले चाहिँ बाबुलाई खुलाउनु लिनुहुन्छ खाना अनि बाबुलाई खाना खुलाइसकेपछि चाहिँ बल्ल उहाँले खानुहुन्छ कि त्यही भएर हामी चाहिँ पहिले खानालाई बसेको कि कुरकुरे पनि साथमा लिएर बस्यो भने नानीले चाहिँ अझ कुरकुरेलाई खुर्सानी भनेर चबाइरहेको मैले पनि खुर्सानी भनेर खाइराखेको छु दामी के तर कुरकुरे के भातमा यसो मिक्स गरेर खाँदा पनि मिठो हुँदो रहेछ कि फर्स्ट टाइम ट्राई गरेको मन पऱ्यो मलाई त नानीले सिकाएर नानीले चाहिँ भातसँग के अरे कुरकुरे खाने रहेछ अनि ल दिदी हामी पनि खाऊँ आज खाऊँ है हामी कुरकुरेसँग चाहिँ भात यसो खाऊँ न भनेको त हुन्छ त नि ट्राई गर्छु भनेको त मिठो भएको के पिरो पिरो क्रिस्पी के अरे मिक्स भएको नि त त्यो कति मिठो लागेको कि दाल भात अनि तरकारीसँग त त्यो पनि मिक्स गरेको खाएर होइन मिठो लाग्यो पुरा भिडियो हेरी हेरी हामी चाहिँ मोबाइलमा यसो के भिडियोहरू चाहिँ फिल्म भन्दा नि त्यो आजभोलिको त एडहरू उसहरू आउँछ नि त के अरे सर्ट सर्ट भिडियोहरू आउँछ नि हो त्यस्तै भिडियो त्यतिकै हेर्दै बस्दै गरिरहेको थियौँ कि नानीसँग अनि नानी यति हौस र कान्छीले कहिले कुरकुरेलाई के अरे खुर्सानी भनेर खान्छन् कहिले के भन्छन् कहिले के यति कमेडी के त्यस रमाइलो भयो फ्यामिलीहरूसँग चाहिँ सँगै बसेर खाँदाखेरि नौटङ्की हाम्रो नानीको नौटङ्की आम्मा कति छ के चञ्चलै खान् के चञ्चलै त्यस यत्तिकै फ्रेङ्कली चाहिँ हुनुपर्छ जे भए पनि खुर्सानी वा म चाहिँ के हेरिराखेको छु के थियो र के टिपिरहेको म फेरि खाने बेलामा अब यति आँखा जान्छ नि त्यो भातहरूको त उयसमा कहिले कसै त एउटा दुइटा त्यो के भन्छ त्यो सानो किरा जस्तो हुन्छ नि त्यो पनि मिसिएको हुन्छ नि त घुन भन्छ क्या त्यसलाई है त्यो पनि मैले देख्छु कि कसैले नदेखेको सरासर खाएको खाना मैले त्यो देख्छु कि मैले फेरि हो नि भात त कति हातैभरि लागेर खाना हातैभरि लगाएर त हात यसरी हो कि नेपालीहरूले खाने फेरि हात चाटी चाटी हो कि भात खाने हामी नेपालीहरूको खाना हो कि यस्तो कसैले खान्छ आजभोलि सबै केटाकेटीलाई चम्चा चाहिन्छ है खाना खाने बेलामा हाम्रो त हातले खायौँ भने त हो रमाइलो भइरहेछ कि जे होस् वाउ कति रमाइलो भयो फ्यामिलीसँग खाँदा चाहिँ मिठो हुन्छ कि के एक्लै बसिरहेको भने चाहिँ फ्यामिलीको धेरै अनि यादहरू आउने खाना विदेशमा त्यही भएर विदेशमा हुन्छ नि मान्छेहरू कोही गयो भने खाना खाने बेला खाना पनि मिठो हुँदैन भनेर गफ आउँछन् भनेको त साँच्चै एक्लो बसेर खाँदा चाहिँ अर्कै अनि फ्यामिलीसँग बसेर खाँदाको रमाइलो चाहिँ छुट्टै अर्कै बेग्लै हुने रहेछ क्या अनि मेरो बसाइको यति चेन्ज हुन्छ नि खाना खाने बेलामा अप्ठ्यारो हात टेकेर खाने भने यसरी हुन्छ कल्टी मारेर नबसिकन यसरी खाएन भने चाहिँ कस्तो केटी मान्छे भएर पनि अलिक उस कति उत्ताउली उसो डिसिप्लिन नै भन्छन् होइन तर के गर्ने म त छोरी भएर जन्मेँ भन्ने मात्र हो सबै ह्याबिट त छोरा मान्छेको जस्तो छ हौ मेरो त के हो भने यस्तै ताल हो भने त खै म त लास्टमा केटै हुन्छु क्या हौ जस्तो लाग्छ हौ मलाई त मामा के भएको यस्तो छ हेर तैँले त चल केटा मान्छे जस्तो हो कि बसाइ पनि यता धन्न अहिले त हात टेकेर खाइरहेको छु न त हात टेकेर पनि हो खाने बेलामा खाँदा खाँदै त हातहरू गल्छ अनि यस्तो गएर भुइँमा एउटा हातले आडसलाई एउटा हातले पुरा यस्तो हुँदै पानी फेरि लागि साथीहरू आजलाई चाहिँ यति गफ मेरो गफ धेरै सुनेर झिको पनि लाग्यो होला आजलाई त यति नै छ मेरो लागि मेरो भिडियो ल लाइक कमेन्ट सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला मेरो प्यारा दाजुभाइ दिदीबहिनीहरू साथीहरू प्रियजनहरू बाई सबैलाई बाई